नमस्कार सबैजनालाई। अब आजसम्म जे जस्तो भिडियो बनाए पनि, जे जस्तो भने पनि, जे जस्तो लेखेको पनि अब कसैको पक्ष विपक्षमा बोल्नु लेख्नु छैन। यो मैले मात्र हैन, सम्पूर्ण देशभक्तहरूलाई मेरो आग्रह हो। सबैभन्दा पहिला तपाईहरु यो कुरा बुझ्नुस्, देश अहिले गम्भीर डिजाइनको पनि अन्तिम अवस्थामा पुगिसकेको छ कि जुनसुकै बेला जे पनि हुन सक्छ। यसरी विदेशीहरू चलखेल गरेको अवस्था छ कि नेपाल राजनीति चपेटामा परिसकेको छ, राजनीतिक डिपी सेन्टर बनिसकेको छ। यो सबैले बुझ्नु जरुरी छ। अब देश पनि नरहन सक्छ। खासमा राज्यको विगति निकाल्नु पर्ने हो। सरकारले आफ्नो दायित्व पूरा नगरेपछि हामी नागरिकहरूले पनि यो भन्ने अवस्था आइसकेको छ। हस्त।